मान्छेको अहिले 5-6 लाख 10 लाख तोक्छन् यिनीहरूले। त्यो उचित क्षतिपूर्ति एउटा तोकिनु पर्यो। अर्को कुरा उहाँको एउटा छोरी सुन्नमा आएको हामीले उहाँको छोरी सानो 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 छोरी हुनुहुन्छ। उहाँको भरण पोषण पालन पोषणदेखि लिएर उहाँको शिक्षा दीक्षा र उहाँलाई उहाँ आफ्नो खुट्टामा उभिएर उहाँ क्यापेबल नहुन्जेलसम्म राज्यले उहाँको जिम्मेवारी लिनु पर्यो। पहिलो कुरा मरेको आत्मालाई शान्ति दिनको लागि अलिकति मानवता छ भने है हुन त उहाँहरूलाई घन्टी बाहेक केही पनि छैन जस्तो लाग्छ। अनि अन्य बसेका प्रतिपक्षीहरू पनि मलाई त्यस्तै लाग्यो कोही आउनु भएको छैन यहाँ यसो स्टन्टबाजी गर्न आउने भएकोहरू हुनुहुन्छ होला। एउटा कुरा स्पेसली अहिले सरकारमा भएका मेन जो प्रमुख हुनुहुन्छ जो सत्तामा बलियो भएर बस्नु भएको उहाँहरूले मानवता छ भने त्यो बच्चालाई त्यो नानीलाई चाहिँ उहाँहरूले राज्यले व्यवस्था गर्नु पर्यो हेर्नु पर्यो एउटा कुरा। अर्को कुरा हामी श्रमिकहरू जति छौँ यी श्रमिकहरूको आवाज लिएर यी श्रमिकहरूको पीडालाई लिएर उहाँले जुन आत्मदाह गर्ने एउटा आँट गर्नुभयो आज उहाँले बाध्यता पनि हो बाध्यताले आँट गर्नुभएको छ हो उहाँलाई चाहिँ डिजिटल श्रमिकको पहिलो सहित घोषणा हुनु पर्यो। हामीले अरूमा केही पनि छैन हामीलाई केही चाहिएन। अर्को कुरा यो भाडा दरका कुरा यी कानुनी कुराहरूमा त सरकार यति निगममा छ कि एउटा चाहिँ अब याङ्गो एउटा कम्पनी जुन नेपाल सरकारकै मातहतमा आएर बसेको कम्पनीले त्यो सरकारलाई टेर्दैन। अब हामीलाई चाहिँ त्यो सरकारले हेर्छ भन्ने हामीलाई त अलिकति पनि आश छैन। यदि लाज शरम छ अलिकति लाज छ भने चाहिँ यो सरकारले यी भाडा दरका कुरा यी नियमनका कुराहरू जति सक्दो चाँडो छिटो गरिदिनु होला। त्योभन्दा अगाडि पहिला यो हाम्रो माग यो 4वटा माग चाहिँ जस्तै यो घटनामा संलग्न व्यक्तिहरूलाई चाहिँ कारबाही हुनु